हेलो हजुर सबैलाई नमस्ते भन्दै मेरो आजको नयाँ भिडियोमा स्वागत गर्दछु। आज चाहिँ मैले तालचोकदेखि बेगनासतालसम्मको बाटोको प्रगति के कस्तो भएको छ अपडेट दिँदैछु। हेरेर साथ सपोर्ट गरिदिनु होला है त। यो चाहिँ डायमन्ड स्कुलनिर आइपुग्यौँ। हामी चाहिँ डायमन्ड स्कुलबाट तल लाग्दैछौँ। तपाईँले देख्न सक्नुहुन्छ अगाडिको चौतारा चाहिँ नफालिकन बनाएको छ। यो चाहिँ सिसुवा चोकभन्दा थोरै माथिपट्टि एउटा चौतारा थियो नि, त्यो चौतारालाई संरक्षण गर्दै बाटो चाहिँ निर्माण गरिएको छ। देख्न सक्नुहुन्छ अगाडि। अब हामी चाहिँ सिसुवा चोक आइपुग्न लाग्यौँ। यो चाहिँ न्यू लाइट स्कुलनिर है। हामी चाहिँ सिसुवा चोक आइपुगेका छौँ। यहाँबाट राइट लाग्यो भने चाहिँ पोखरा युनिभर्सिटी, रूपाकोट, रूपाताल पुगिन्छ है। यो चाहिँ सिसुवा चोक भइहाल्यो। सिसुवा चोकबाट म चाहिँ तल लागेँ। समग्रमा बाटो चाहिँ अहिलेसम्मलाई चाहिँ राम्रै छ, तर फिनिसिङ चाहिँ भइसकेको छैन। फिनिसिङ भएपछि चाहिँ यो बाटो धेरै राम्रो देखिन्छ होला। तपाईहरु देख्न सक्नुहुन्छ तल धुलो उडेको देउराली खोलाबाट तल चाहिँ बाटो चाहिँ खत्तमै छ। यो चाहिँ शहीद चोक आइपुगे। शहीद चोकबाट तल लाग्यौँ हामी चाहिँ। देउराली खोला आइपुग्यो है। यहाँसम्म चाहिँ अब निकै नै सहज छ। 2 मिनेट लगभग 2.5 मिनेटमा म यहाँ आइपुगेँ भने अब यो देउराली खोलाबाट एकदमै गाह्रो छ बाटो चाहिँ। विशेष गरी पानी परेको बेला चाहिँ एकदमै हिलाम्मे हुने गर्दछ यो बाटो। एकदमै असार रोप्नलाई हिलो, धान रोप्नलाई हिलो बनाएको जस्तो त्यस्तो फिल आउँछ यो बाटोमा है। एकदमै समस्या छ पानी पर्यो भने। पानी नपर्दा चाहिँ यतिको, अब पानी पर्दा हिलो, पानी नपर्दा धुलो, यस्तो समस्या छ यो बाटोमा चाहिँ। अलिकति छ, धेरै खासै धेरै छैन है। हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ कामदारहरू चाहिँ एकदम थोरै लगाउनु भएको हो कि कसो हो। यहाँ हेर्न सक्नुहुन्छ साइडमा 5-7 जना भन्दा हुनुहुन्न के। यहाँ अर्को साइडमा राइट साइडमा चाहिँ लगभग सम्याएर सकिएको छ। अब धेरै समय चाहिँ दुःख गर्नु पर्दैन होला जस्तो लाग्छ यो बाटो चाहिँ। यो चाहिँ सामुदायिक चोक भयो है। यहाँबाट लेफ्ट लाग्यो भने सामुदायिक हस्पिटल पुगिन्छ। यहाँबाट थोरै तलसम्म चाहिँ गाह्रो छ। गाह्रो बाटो चाहिँ सकियो है। यहाँबाट चाहिँ सबै पिचै छ, बस पार्कसम्मै सरर छ। दुलो चाहिँ 6 जनालाई, तर हिँडडुल गर्नलाई चाहिँ निकै नै सहज भइसकेको छ तालचोक बेगनासताल बाटो चाहिँ। अब मोहरिया चोक आइपुग्न लाग्यौँ।
यो चाहिँ मोहरिया चोक भयो है। मोहरिया चोकसम्म चाहिँ आइपुग्यौँ हामी। यहाँबाट तल लागेँ है त म। जति पनि देउराली खोलाबाट मुनि अनि सामुदायिकभन्दा थोरै मुनिसम्मको बाटो पछि चाहिँ अरू बाटो चाहिँ अहिले चाहिँ साधन चलाउनलाई निकै नै सहज भइसकेको छ। अब हामी खुदी नहर चोक भन्न आएछ। अब नहर चोक आइपुग्यौँ है। नहर चोकबाट अब यहाँ लेफ्ट लाग्यो भने चाहिँ बेगनास्थल पुगिन्छ के अरे। राइट लाग्यो भने पियु खुदी पुगिन्छ। हामी चाहिँ सिधा तल बस पार्कतिर लाग्छौँ। देख्न सक्नुहुन्छ बस पार्क चाहिँ देखिसकेछ। बस पार्कको बिचमा रहेको फ्लड लाइट देखिसकेको छ। यहाँबाट लेफ्ट लाग्यो भने चाहिँ हामी बेगनास्थल पुगिन्छ भने सिधा चाहिँ बस पार्क भयो। अब हस् त, धन्यवाद सबैलाई। हेरेर साथ सपोर्ट गरिदिनु होला है त।